हेलो गाइज, हार्दिक स्वागत गर्न चाहन्छु टेक्निकल थिङ्कमा। सदा चाहिँ आज पनि विशेष भिडियो ल्याएर आएको छु। आज मेरो हातमा रेडमीको नोट 9 मोबाइल रहेको छ। यो मोबाइलमा चाहिँ नेटवर्कको समस्या छ। यो चाहिँ लो नेटवर्क आउँछ भनेको नमस्ते एनसीएल भनेर चाहिँ लेख्छ, तर पनि नेटवर्क चाहिँ देखाउँदैन। सो यो समस्यालाई हामीले कसरी बनाउँछौँ भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला। तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। देख्न सक्नुहुनेछ अहिले 4G मा छ। अब हामी 2G मा लाउँछौँ यसलाई। 2G मा लगाएर हामी हेर्नेछौँ, तर पनि हाम्रो मोबाइलमा चाहिँ नेटवर्क आउँदैन है। यो चाहिँ विशेष गरेर भित्र नेटवर्क आइसीकै समस्याबाट चाहिँ यो आउन सक्छ। हामीले यो मोबाइललाई फाइन्ड आउट गर्नेछौँ। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नु होला। यदि मन पर्यो भने लाइक गरिदिनु होला। ओके, हामी अब यो मोबाइललाई सबैभन्दा पहिला स्विच अफ गर्छौँ। स्विच अफ गरिसकेपछि मोबाइललाई मजाले खोल्नुपर्ने हुन्छ। खोलिसकेपछि म तपाईँलाई सबै स्टेप बाई स्टेप देखाइ नै हाल्नेछु। गाइज देख्न सक्नुहुनेछ यो मोबाइललाई सबैभन्दा पहिला स्विच अफ गर्नु होला। स्विच अफ गरिसकेपछि हामीले पछाडिको मदर बोर्डलाई निकाल्नु पर्ने हुन्छ। मदर बोर्ड निकालिसकेपछि चाहिँ हाम्रो नेटवर्क आइसीमा लागेको एउटा टिना हुन्छ, त्यसलाई चाहिँ रिमुभ गर्नु पर्ने हुन्छ सर्वप्रथम। त्यो रिमुभ गरिसकेपछि चाहिँ हामीले त्यहाँनिर WTR आइसीहरू अनि नेटवर्कको सबै आइसीहरू क्यापेसिटरहरू पाउँछौँ। त्यहाँनिर हामीले मात्र गर्नुपर्छ एउटा जम्परिङ। त्यो जम्पर गरिसकिसकेपछि हाम्रो लो नेटवर्क चाहिँ फुल नेटवर्कमा परिणत हुन्छ है। ओके, हामीले मोबाइलको ब्याक प्यानल एकदम मजाले खोल्दैछौँ है। यसलाई खोलिसकेपछि यो फिङ्गरलाई चाहिँ अलिकति जोगाएर उकाउनु पर्ने हुन्छ। यो मोबाइल चाहिँ फाइनल्ली अहिलेसम्म यो मोबाइल अन गरेको रहेछ, देख्न सक्छौँ। हामीले भिडियो लामो नहोस् भनेर भिडियोलाई थोरै स्किप गर्दैछौँ, स्पिडमा राखेका छौँ। गाइज देख्न सक्नुहुनेछ यो पछाडिको प्यानल चाहिँ मैले लगभग रिमुभ गरिसकेको छु। यो रिमुभ गरिसकेपछि चाहिँ हामीले यो क्यामेराको साइडमा USB फ्ल्याक्सको मास्तिरको टिनालाई पनि उकाउनु पर्ने हुन्छ। हो, यो त्यो भित्र चाहिँ हाम्रो नेटवर्क आइसीहरू लागेको हुन्छ है। यो मुनिको सबबोर्डको प्यानलहरू पनि केही नै खोलेको रहेछ। यो मोबाइलमा अहिलेसम्म केही पनि बनाएको रहेछ। सो हामीले अब यो मदरबोर्डलाई बाहिर निकाल्ने हो। बाहिर निकालिसकेपछि हामीले टिना उकाउँछौँ। टिना उकाएको चाहिँ हामी भिडियोमा लगाउँदैनौँ, किन भन्दा भिडियो लामो हुन्छ। यो टिना चाहिँ हामीले एकदम बिस्तारै उकाउनु पर्ने हुन्छ। यो उकाउने सिस्टम पनि मैले अलरेडी भिडियो बनाएर लगाइसकेको छु। गाइज देख्न सक्नुहुनेछ यो फ्रन्ट क्यामेरालाई निकालेर यो नेटवर्क वेयरलाई चाहिँ हामीले निकाल्छौँ। यो निकालिसकेपछि चाहिँ पछाडिको मदरबोर्डलाई निकाल्नलाई एकदम सजिलो हुन्छ, देख्न सक्नुहुनेछ। यो मदरबोर्ड निकालिसकेपछि चाहिँ यो क्यामेराहरू सबै रिमुभ गर्नुपर्ने हुन्छ, ताकि क्यामेरामा चाहिँ पेट्रोलहरू त्यस्तो फोहोरहरू नहोस् भनेर। क्यामेरामा त्यस्तो फोहोरहरू भयो भने केही पनि देखिँदैन। ओके, हामीले मदरबोर्ड निकालेर पनि हामीले नेटवर्क आइसीको टिना रिमुभ गरिसकेका छौँ, देख्न सक्नुहुनेछ। यहाँनिर हामी एउटा सानो जम्पर हाल्दैछौँ, कतादेखि कता हो सबै तपाईँले यो भिडियोमा देख्न सक्नुहुनेछ है। पेस्ट लाउनु होला। जो साथीले भर्खरै मात्र हाम्रो च्यानल हेर्दै हुनुहुन्छ, हाम्रो च्यानल टेक्निकल थिङ्क हेर्दै हुनुहुन्छ भने तपाईँहरूले पनि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यस्तै टेक्निकल कुराहरू चाहिँ हाम्रो भिडियो हाम्रो च्यानलमा चाहिँ आइराख्ने गर्छ। सो सब्सक्राइब गरिराख्नु होला। ओके, यहाँनिर हामीले थोरै एउटा सानो जम्पर गर्छौँ यो क्यापेसिटरबाट चाहिँ माथिको एउटा क्यापेसिटरमा। यहाँ तपाईँले भिडियोमा देखि नै हाल्नुहुनेछ कहाँदेखि कहाँ गर्ने भनेर। यो चाहिँ मैले भोइस कभर गरिराखेको छु, किनभने यो लाइभ गर्दाखेरि लाइभ भोइस एड गर्दाखेरि चाहिँ हाम्रो बाहिरको फिडब्याकहरू चाहिँ ओभरै धेरै आएको हुनाले गर्दाखेरि चाहिँ यो मैले भोइस कभर गर्दैछु है। तपाईँलाई हाम्रो भिडियो कस्तो लाग्छ जस्ताको तस्तै कमेन्ट गर्नु होला है। ओके, यो एउटा सानो क्यापेसिटरको तलबाट चाहिँ हामीले जम्पर राखेका छौँ। त्यसदेखि माथि हामीसँग एउटा छ क्यापेसिटर, त्यहाँनिर हामीले जम्पिङ गर्नुपर्ने हुन्छ, जम्पर गर्नुपर्ने हुन्छ है। ओके, हामी गर्दैछौँ काम। हामी तपाईँलाई जस्ताको तस्तै भिडियोमा देखाउनेछौँ है। यो लो नेटवर्क चाहिँ है, रेडमीको नोट 9 मोबाइलमा लो नेटवर्क आउँछ भने हामीले यो तरिकाले नेटवर्कलाई चाहिँ बनाउन सक्छौँ है। यो हामी जम्परको तारलाई चाहिँ यहीँ कट अफ गरिदिन्छौँ।
ओके यो कटअप गरिसकेपछि चाहिँ यो माथि क्यापेसिटरको माथिको भागमा चाहिँ हामीले जम्पर गर्नुपर्ने हुन्छ। यो चाहिँ हामीले फाइनली जम्पर गरिसकेका छौँ। अब यो गरिसकेपछि हामी यसलाई एकदम मजाले क्लिन गर्छौँ थिनरको माध्यमबाट। ओके योलाई चाहिँ हामीले एकदम मजाले क्लिन गर्छौँ। क्लिन गरिसकेपछि हामी फेरि एकचोटि नेटवर्क आयो छैन आउँछ छैन भनेर ट्राई गर्नेछौँ मोबाइललाई है। ओके मजाले क्लिन गर्नु होला जुन चाहिँ हाम्रो पेस्टहरू लागेको। यो क्लिन गरिसकेपछि हामीले बुल्लरको माध्यमबाट चाहिँ हल्का यसलाई सुकाउनु पर्ने हुन्छ। ओके हामीले यहाँनिर बुल्लरबाट चाहिँ यसलाई हिटिङ दिँदैछौँ, हल्का सुकाउँदैछौँ। सो यो भइसकेपछि हामी मोबाइललाई प्याक गर्नेछौँ है। यति नै हो हाम्रो रेडमीको मोबाइलमा चाहिँ नेटवर्क चाहिँ एकदम लो आउँछ अथवा नमस्ते एन्ड सेल मात्र देखाउँछ तर टावर चाहिँ देखाउँदैन भने चाहिँ यो समस्या हुन्छ है। यो थोरै सानो जम्पर गर्नुपर्ने हुन्छ। यो जम्पर गरिसकेपछि चाहिँ हाम्रो काम चाहिँ सक्सेस हुन्छ है। ओके देख्न सक्नुहुनेछ यहाँनिर मैले जम्पर गरेको। ओके यो हो हामीले जम्पर गरेको। ओके अब हामी यो मोबाइललाई फटाफट प्याकिङ गर्नेछौँ है। यसलाई हामी अहिले क्यामेराहरू केही पनि नलगाई मोबाइललाई प्याकिङ गरेर सिम लगाएर नेटवर्क आउँछ कि आउँदैन भनेर ट्राई गर्छौँ। जहाँसम्म लाग्छ मलाई 100% यो चाहिँ काम हुन्छ, सक्सेस हुन्छ। ओके यो नेटवर्क वेयरलाई हामीले जोड्दैछौँ। यो जोडिसकेपछि हामीले ब्याक प्यानलमा हुन्छ एन्टिना, नेटवर्क एन्टिना। सो त्योसँग टचिङ भयो भने मात्र राम्रो नेटवर्क आउँछ। सो यो ब्याक प्यानल चाहिँ मुनिपट्टि नेटवर्कको एन्टिनासँग चाहिँ टचिङ हुने गरी हामीले प्यानल लाउनेछौँ। यो लगाइसकेपछि चाहिँ हामीले सिम लाउँछौँ है। सिम लगाएपछि हामी ट्राई गर्छौँ। ओके सिम लगायौँ हामीले। अब हामी यसलाई फोन अन गरेर हामी हेर्नेछौँ। फोन अन हुँदैछ, थोरै समय लाग्छ है। हाम्रो च्यानलमा चाहिँ मोबाइल सम्बन्धी सफ्टवेयर, हार्डवेयर अनि मोबाइल सिस्टम सम्बन्धी आउँछ भिडियो। सो मोबाइल अन हुँदैछ, अन भइसकेको छ। अब हामी नेटवर्क हेर्नेछौँ। देख्न सक्नुहुनेछ एउटा सिममा चाहिँ एउटा नेटवर्क आइसकेको छ। नत्र भए यो मोबाइलमा एउटै नेटवर्क आउँदैन थियो, नमस्ते एनसेल मात्र देखाउँथ्यो। देख्न सक्नुहुनेछ काम सक्सेस भइसकेको छ। अर्कोमा पनि दुईटा आइसकेको छ गाइस, देख्न सक्नुहुनेछ। एकदम मजाले नेटवर्क आइसकेको छ है, यहाँ देख्न सक्नुहुनेछ है। एकदम मजाले टावर आइसकेको छ है, देख्न सक्नुहुनेछ। तपाईलाई भिडियो कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला है। एकदम मजाले आयो है नेटवर्क, एकदम राम्रो काम गर्छ। हामी सबै चेक गर्नेछौँ। यहाँनिर हामीले 4G मै लगाएको छौँ। 4G नेटवर्क एकदम मजाले आइसकेको छ है। अघि यति भइसकेपछि हाम्रो काम भइसक्यो। फाइनली अब यसलाई हामी सबै प्याक गर्छौँ है। अनि फेरि तपाईलाई हामी खोलेर देखाउँछौँ। यो क्यामेराहरू सबै लगाएर हामीले फुल यसलाई प्याक गर्छौँ। अनि त्यसपछि फेरि हामी अन गरेर ट्राई गर्नेछौँ है। क्यामेराहरू हामी लगाउँ। भिडियो बिचमा थोरै स्किप भइसकेको छ है, भिडियो लामो भइसक्यो। सो देख्न सक्नुहुनेछ फुल नेटवर्क आइसकेको छ है। भिडियो तपाईलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ यही इन्ड हुन्छ। अर्को भिडियोमा फेरि भेटौँ। हवस् त, बाइ बाइ, सी यू अगेन नेक्स्ट भिडियो।